युएसमा हालचालै 11 जना साइन्टिस्टहरू यस्तो रहस्यमय तरिकाले हराएका या मारेका छन् जसले गर्दा अहिले व्हाइट हाउसलाई यसको छानबिन गर्न ठुलो प्रेसर आएको छ। अनि यसमा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यो सबै साइन्टिस्टहरूमा प्राय साइन्टिस्टहरू युएसको एकदमै संवेदनशील रिसर्च टोली जस्तो कि एरोस्पेस, न्युक्लियर र मिलिट्रीका मेम्बर थिए। यो 11 जनामा विलियम निल मिकेस्लेन एउटा रिटायर्ड एयरफोर्स जेनरल थिए जुन थुप्रै सेन्सिटिभ रिसर्च प्रोग्रामसँग लिङ्क्ड थिए। उनी फेब्रुअरी 2026 मा आफ्नै घरबाट हराएका थिए र अझै फेला परेका छैनन्। त्यो बाहेक मोनिका ज्याकिन्टा रेजा जो नासाका साइन्टिस्ट थिए, उनी 2025 मा जंगलमा हाइकिङ जाँदा हराएका थिए। त्यस्तै गरी स्टेभेन गार्सिया जो सरकारी कन्ट्र्याक्टर हुन्, आफ्नो घरदेखि पैदल निक्लेदेखि भेटेका छैनन्। मेलिसिया क्यासियस र एन्थनी च्याभिज जो दुवै लस एलामस नेशनल ल्याबोरेटरीसँग जोडेका छन्, दुवै 2025 मा हराएका थिए। कार्ल ग्रिलमर जो स्पेस रिसर्चमा इन्भल्भ थिए, उनी आफ्नै घरमा गोली लागि मरेका थिए। जेसन थोमस जो नोवार्टिस साइन्टिस्ट हुन्, 2025 मा हराएका थिए भने उनको शरीर अघिल्लो महिना मात्र भेटिएको थियो। फ्र्याङ्क मेवल र माइकल डेभिड हिक्स जो स्पेस रिलेटेड रिसर्च गर्थे, उनीहरूको पनि रहस्यमय तरिकाले मृत्यु भएको थियो। सो यत्रो धेरै घटना हुँदा पनि सरकारले केही नगरेको देख्दा अघिल्लो हप्ता मात्र व्हाइट हाउसलाई मिडियाबाट ठुलो प्रेसर परेको थियो, जसले गर्दा डोनाल्ड ट्रम्पले पनि यसको छानबिन हुने भनेका थिए। अब इन्ट्रेस्टिङ कुरा चाहिँ यो सबै 11 जना साइन्टिस्टको ज्यान जानु या हराउनु यो एक अर्कासँग कनेक्टेड हो कि होइन, अनि यो कसैको प्लान हो या कोइन्सिडेन्स। कति क्रिटिक्सहरूको अनुसार चाहिँ यो 11 जनालाई गभर्नमेन्टको बारेमा यस्तो कुरा थाहा थियो जुन युएस गभर्नमेन्टले लुकाउन चाहेका थिए। अल्दो यसमा अहिलेसम्म कुनै पनि भेरिफाएबल ट्रुथ छैन। अब यो सबको बारेमा तपाईलाई चाहिँ के लाग्छ, कमेन्ट चाहिँ गर्नु होला है।